हेलो नमस्ते, मेरो नाम चाहिँ मनिका विश्वकर्मा हो अनि मेरो घर चाहिँ राखु। मैले चाहिँ म्याग्दी क्याम्पसमा पढ्छु, ब्याचलर फर्स्ट इयर बिए। अनि उहाँहरू चाहिँ मेरो आमा अनि त्यसपछि ठुलमम्मी हो। म चाहिँ मेरो डेली रुटिन भन्न गइरहेको छु। हामीलाई चाहिँ सरले डेली रुटिन भनेर हाल्ने भन्नुहुन्थ्यो। अनि म चाहिँ सधैँ बिहान 3 बजे उठ्छु सधैँ। अनि त्यसपछि बिहान 3 बजे उठेर मेरो सबै कामहरू सक्छु, हो कि होइन? 3 बजे उठ्छु अनि मेरो सबै कामहरू गर्छु। अनि म कहिलेकाहीँ घर आयो भने नि बिहानै उठेर अनि त्यसपछि खानासाना पकाउँछु है। भन न, भन्नुपर्छ। अनि त्यसपछि बिहानै उठ्छु अनि बिहानै 3 बजे उठेर आमा चाहिँ सधैँ 10 बजेतिर उठ्छिन्। अनि त्यसपछि म चाहिँ बिहानै उठ्छु। बिहान उठेर बडाल कुडाल गर्छु, हो कि होइन? हो कि होइन ठुलमम्मी? होइन अनि हो भन्नु। अनि माथिबाट बडाल्दै यहाँ तल नि आउँछु। अनि ठुलमम्मीलाई नि उठाइदिन्छु। कहिलेकाहीँ त 7 बजेसम्म ढोका लाएर बस्नुहुन्छ। अनि ढोका ढकढकाएर अनि मैले ढोका खोल्न लाउँछु। अनि यहाँ पनि आएर पानी सानी तताएर खाना दिन्छु, हो कि होइन? अनि घर पनि मैले बिहान उठेर खाना पकाउँछु। आमाले चाहिँ खासै खाना पकाउनु नि बुढी भइसकिन्। अनि त्यही भएर मैले खाना पकाउँछु, हो कि होइन आमा? अनि त्यसपछि खानासाना पकाएर अनि दिउँसोको यताउति सबै कामहरू सघाइदिन्छु। बालै नि सघाउँछु है। बेला बेला आँगनको काम पनि गरिदिन्छु, हो है। अनि सबै कामहरू सकेर अनि त्यसपछि लुगासुगा धुनेदेखि लिएर सबै पढ्न नि एकदमै धेरै पढ्छु। मोबाइल त झन् हेर्दिनँ, हो कि होइन? मोबाइल मैले हेर्छु कि हेर्दिनँ? मैले करले भन्न लाग्यो होइन, उहाँले आफै मेरो आनी बानी देखेर भन्नुभएको है। ल अब आमाले भनिदिनुहुन्छ मेरो बाँकी। ल भनिदेऊ, मैले के गर्छु त्यति भनिदेऊ न। ल भन। 8 बजे यी त्यस्तो भन्ने होइन क्या, सरले हो कि हेर्ने। ल भन, कति हो के भन्नु? भन न, भन अघि भन न। 3 बजे उठ्छे अन्त सबैलाई भयो चिया पानी बनाएर उमा त बोलाउँदै आउँछ। अन्त यहाँ ठुलो बाबा ठुलो मम्मीलाई नि पानी त जाएर एकदम जाङ्रिया छ मेरो नातिनी। आमा हाँस्न हुन्न कि फेरि पताउनु हुन्न सरहरूले। ल भन, नहाँसिकन भन। एकदम नातिनी नहाँसिकन भन न। अब पाली पालोको ल नहाँसिकन भन। हाँस्यो भने सरले पताउनु हुन्न क्या। ल नहाँसिकन भन। कस्तो नातिनीको प्र्याक्टिकलको लागि त्यति भन्न। ल भन। ल ल ल भन्नु त ठुलो मम्मी। ल अब चाहिँ बाँकी काम चाहिँ ठुलमम्मीले भनिदिनुहुन्छ ल। हेलो गाइज, सबैजना आराममा हुनुहुन्छ ल? मेरो छोरीको भिडियोलाई लाइक सब्सक्राइब गाइस हो ल्या प्लिज। सरले हो, सरले। ल भन। ल मेरो डेली रुटिन भनिदिनु ल। मेरो छोरी साह्रै जाँगरिया छ। घरमा पनि साह्रै धेरै काम गर्छ। अनि यहाँ नि तलतिर नि आएर सबै काम सघाएर हामीलाई त काम गर्ने। यदि म यहाँ हुँदै कसैले काम छोयो भने चाहिँ मैले तुरुन्तै गएर मागिहाल्छु। मैले यसो झाडु मार्न लाने, कपडा धुन लाने, मम्मी हजुर बस्नु म काम गर्छु भन्छ। छोरी साह्रै जाँगरिया। मैले जस्तो छोरी कहिले पायो होला? मेरो छोरी त साह्रै जाँगरिया, हो कि होइन आमा? अरू नि भनिदेऊ न अलिक थप। मलाई नि त्यही थियो। जति तारिफ गर्छु उति धेरै नम्बर पाउँछु। एकदम काम गर्छ नातिनीले। बिहान उठेर कसिएर लाउने। मैले मोबाइल हेर्छु कि हेर्दिनँ अरे आमा? मोबाइल त दिन 10 चोटि मोबाइल साथको साथै कति हेर्दिने। मोबाइल हेर्दिनँ मोबाइल। अनि आमाले भनिदिनु कि आमाले ठ्याक्कै भनिदिनु ल। मैले मोबाइल हेर्छु कि हेर्दिनँ भन्नु। हेर्दिनँ नातिनीले मोबाइलै हेर्दिनँ, छुँदै छुन्न। ल हो कि होइन छुमले भन्नु। मोबाइल त मेरो छोरीले साह्रै मोबाइल हेर्छ। भोलि अब बिस्तारै गयो भने मोबाइल रातभरि दिनभरि मोबाइल साथका साथै हो। त्यस्तो भन्ने होइन कि उहाँ सरले नम्बर काटिदिनुहुन्छ। मोबाइल त हेर्दिनँ नहाँसिकन भन्नु न। हेर्दिने कति हेर्दिने छोरीले आँखा झिमेकै गरिदिने मोबाइल भन्ने अन्त। अब म बाँकी भन्छु। अनि त्यसपछि मैले चाहिँ यसो गाउँघरमा नि सेवा गर्छु है। यस्तो गाउँतिर समाजसेवीमा नि एकदमै अगाडि छु, टाटी छु।
म छँदा छँदै मेरो गाउँको चाहिँ कसैलाई केही काम गराउन दिन्न। यदि पताउनुहुन्न भने मेरो दिदी बहिनी हुनुहुन्छ ल, मेरो दिदीले नि सुनिदिनु आउनु। यो राखु प्युठानीको बाटो चाहिँ यसले यो बनाएको हो कि होइन? चर्चमा माथिबाट तल झर्ने चर्चमा आउने जाने बाटो पनि यही छोरीले बनाएको, छोरी नभए कसले बनाएको थियो? मैले गरेको राम्रो राम्रो काम भन न, कस्तो अब म आज नातिनी आइचे, भोलि म त सुत्छु, उसले 3 बजे उठेर चिया पानी गरेर खानापिना गरेर आँगन बढाल्ने कसैले ल भन। म आएदेखि हजुर दुईजनाले केही काम गर्नु परेछ कि परेन? केही काम गर्नु परेको छैन, छुप्पका हामी त कुर्सीमा उठेर टालेर मात्र बसिए। बरु आमाको भनिदिन्छ, हाम्रो आमाको डेली रुटिन भनिदिन्छ। हाम्रो आमा चाहिँ 8 बजेतिर उठ्छिन्, 8 बजे होइन कहाँ उहाँ सर आमाको नि भन्ने भनिन्छ नि। अनि म बिहान उठेपछि तिमी ढिलो उठ्न परेन नि चाहिँ भन्न। अनि हाम्रो आमा चाहिँ 8 बजेतिर उठ्छिन्, अनि उठेपछि चाहिँ आँखा मिच्दा भन्दा पहिले मेरो मोबाइल कहाँ छ भन्छन्, अनि भन्नुहुन्छ आमाले। अनि त्यसपछि चाहिँ आमालाई चाहिँ बिस्तारामै मोबाइल लगाइदिन पर्छ। अनि त्यसपछि आमालाई चाहिँ बिहान तातो पानी चिया खाने आदत छ अनि त्यसपछि मैले बिहान आमालाई अनि ठुलमम्मीलाई तातो चिया तातो पानी तताएर ल्याइदिन्छु। अनि ठुलमम्मी लगाएर दिनुपर्छ यो कट। अनि त्यसपछि उहाँहरूले चाहिँ चिया खानुहुन्छ। अनि त्यसपछि अहिले चाहिँ जाडो महिना छ, दिउँसो मजाले घाम तापेर सुत्नुहुन्छ। अनि मैले खानासाना पकाएर अनि लर दिन्छु। अनि खानासाना खाएर दिउँसभरि आनन्दले मोबाइल हेर्नुहुन्छ, टुल्नुहुन्छ। अनि हो कि होइन? अनि त्यही भएर चाहिँ के भनौँ अब मैले चाहिँ यति धेरै कामहरू गर्छु। अनि त्यही अनुसार नम्बर दिनु होला भन्दै हो त। मेरो छोरीले जति धेरै काम गर्छ, यति मात्रै मेहनत गरेको चाहिँ योभन्दा धेरै नम्बर दिनु होला है हजुर। फर्स्ट बनाइदिनु क्याम्पसमा पनि। यति काम त कोहीले नि गर्दैन होला जति मैले गर्छु, हो कि होइन? ओके ल, हुन्छ सर, आजको यति नै भयो। ल बाई बाई गरौँ ल सबैजनालाई, बाई बाई। यस ल लास्टमा एउटा कुरा है, अन्तिममा ल मैले हजुरहरूलाई करकापले भन्न लागेको हो कि होइन? मेरो छोरीको मेहनत देखेर आफै भनेको हो कि होइन आमा? मलाई नि मेहनत, नातिनीको मेहनत देखेर आफै भन्नु होला। मनैदेखि चाहिँ हृदयदेखि नै भन्नुभएको। सो यो चाहिँ करकाप होइन, हजुरलाई करकाप लाग्न सक्छ। उहाँ चाहिँ धेरै हाँस्ने बिमारी छ। उहाँहरूलाई चाहिँ केही भन्ने बित्तिकै हाँसो लागिहाल्छ। अब के हाल्ने, अब यो बेला यस्तै हो। अनि त्यही भएर उहाँहरू हाँस्नु भएको। सो माइन्ड नगर्नु होला। तर उहाँले भनेको साँचो हो, मैले भनेको पनि साँचो हो। उहाँले चाहिँ करकापले भन्नु भएन, मेरो मेहनत मेरो परिश्रम देखेर भन्नुभएको। सो हुन्छ यति नै ल सबैजनालाई नमस्ते, बाई बाई। नमस्ते बाई। ओके कट।